सम्माननीय प्रधानमन्त्री ज्यूको हातमा छ यो ऐन ल्याउने नल्याउने भन्ने कुरा। उहाँले जहिले ऐन दिनुहुन्छ हामी तहिले जाने हो। अहिलेको शिक्षा मन्त्रीले राजीनामा दिनु भनेको उहाँको कायरता हो। विद्यालयका शिक्षकहरू सन्तुष्ट छैनन्, उनीहरूलाई सन्तुष्ट बनाउने काम सरकारले गर्नुपर्छ। सर नमस्कार। नमस्ते सिस्टर, म चाहिँ टङ्क कटवाल, शिक्षक महासङ्घको केन्द्रीय महाधिवेशन प्रतिनिधि तेह्रथुमबाट। 25 दिन भइसक्यो सडकमा उत्रिनु भएको, अब घर कहिले जानुहुन्छ त? अब हामी सम्माननीय प्रधानमन्त्री ज्यूको हातमा छ यो ऐन ल्याउने नल्याउने भन्ने कुरा। उहाँले जहिले ऐन दिनुहुन्छ हामी तहिले जाने हो। अब नयाँ शिक्षा मन्त्री पनि आउनु भएको छ, के भन्नुहुन्छ शिक्षा मन्त्रीलाई? पहिलेको शिक्षा मन्त्रीले राजीनामा दिनु भनेको उहाँको कायरता हो। उहाँले चाहिँ तपाईँले बढी दबाब दिनु भयो नि त। दबाब दिनु भएर चाहिँ शिक्षा मन्त्रीबाट राजीनामा दिनुभएको भन्ने हल्ला छ त बजारमा। त्यो होइन। उहाँले चाहिँ के त भन्दाखेरि शिक्षकहरूका जायज मागहरू त पुरा गर्नुपर्छ नि त। उहाँको शिक्षा मन्त्री भइसकेपछि त हक अधिकार त हुन्छ नि त। उहाँले चाहिँ सम्माननीय प्रधानमन्त्रीलाई कन्भिन्स गराउन नसक्नु भएको हो। त्यो भएर उहाँले राजीनामा दिनुभएको हो। आज वार्ता पनि भएको छ होइन? अब के होला त? वार्ता पछि फेरि घर फर्किनुहुन्छ कि के गर्नुहुन्छ त? अब वार्ता भनेको धेरै भयो होइन, पहिलादेखि नै वार्ताहरू भइरहेछन्। अबको चाहिँ वार्ता नै के हो त भन्दाखेरि एक सूत्रीय माग नयाँ शिक्षा ऐन आउनुपर्छ भन्ने नै हो। र अब मेरो कुरा के छ भने सम्माननीय प्रधानमन्त्रीज्यूले जुन अभिव्यक्ति दिनुभएको छ त्यो अभिव्यक्तिको कारण पनि हामीले खोज्नुपर्छ हामी शिक्षकहरूले भन्ने कुरा छ। जस्तो मलाई लाग्छ सरकारी विद्यालय र निजी विद्यालयको गुणस्तरको सवाल उहाँले उठाउनु भएको छ। त्यसमा मलाई के लाग्छ भने मुख्य गरी विद्यालय प्रशासनको हात हुन्छ जस्तो लाग्छ सरकारी र निजी विद्यालयमा। जुन सरकारी विद्यालयमा विद्यालय प्रशासक हेड सरले चाहिँ विवेश अभिभावक शिक्षक विद्यार्थीहरूलाई चाहिँ समेटेर चाहिँ हातमा लिएर अघि बढ्नुभएको हुन्छ, त्यहाँ गुणस्तर राम्रो हुन्छ। त्यस्तै जुन विद्यालयमा चाहिँ प्रहलाई नटेर्ने आफ्नो हिसाबले चल्ने शिक्षकहरू भएको ठाउँमा गुणस्तर भएको पाइँदैन। र निजी विद्यालयहरूमा त्यहाँ अनुशासन हुन्छ र त्यहाँको चाहिँ के त भन्दाखेरि प्रिन्सिपलको मातहतमा रहेर काम गरेको पाइन्छ। त्यो भएर चाहिँ प्रशासनको हिसाबले चाहिँ के त भन्दाखेरि सरकारी र निजी विद्यालयको चाहिँ अवस्थामा चाहिँ फरक पाइन्छ। त्यस्तै गरी शिक्षकहरूमा पनि निर्भर रहन्छ। सरकारी विद्यालयका शिक्षकहरू सन्तुष्ट छैनन्, उनीहरूलाई सन्तुष्ट बनाउने काम सरकारले गर्नुपर्छ। निजी विद्यालयका शिक्षकहरू चाहिँ थोरै तलबमा पनि उनीहरू सन्तुष्ट भएर चाहिँ पढाइरहेका हुन्छन्, त्यहाँ गुणस्तर राम्रो छ। त्यस्तै विद्यार्थीहरू पनि सरकारी विद्यालयमा नपढिकन नै पास हुन्छ भन्ने मानसिकता छ। निजी विद्यालयमा चाहिँ उनीहरूले चाहिँ राम्रोसँग चाहिँ अभ्यास गरेर कसरी पनि राम्रो मार्क्स ल्याउनुपर्छ भन्ने कुरा हुन्छ।